बाघ भैरव हेरेको बुढीलाई एकदम गाह्रो हुन्छ अरे हिँड्न नसकेर उकालो हेर्नु यहाँ गम्साइलो उकालो छ अनि त्यत्तिको उकालो भनेको उकालो होइन क्या यो डाँडा काँडा हो क्या डाँडा काँडा हो उकालो होइन तर यहाँ त गाडी त आउँदैन रहेछ होइन बाइकहरू मात्रै बाटो चाहिँ यो पुरानो भएको कारणले सानो सानो बाटो छ सानो बाटो छ गाडी चाहिँ आउँदैन तर बाइक आउँदैछ आइपुग्यो पोखरी रहेछ यहाँ पानी जमेको छ यति माथि हाइटमा यतातिर एन्सियन्ट बिल्डिङ यतातिर मोडर्न बिल्डिङ यो मोडर्न बिल्डिङ र पुरानो बिल्डिङहरूको ठ्याक्कै कम्बिनेसन रहेछ यहाँ के छ हेरौँ आँखी झ्याल पनि एकदम दामी छ नेपाली कलाकृति बोला न केही कुरा के भन्नु राम्रो रहेछ माथि आएपछि चाहिँ आनन्द भयो अघि चाहिँ गाह्रो भएको अघि चाहिँ उकालो चढ्न त गाह्रो गाह्रै आनन्द आउँछ माथि चढ्नु माथि चाहिँ आनन्द आयो ल रमाइलो आनन्द आयो कहाँनिर हो त लिची खाइसक्छ हजुर लिची नखाने यही बाघ पर्यो मन्दिर चाहिँ बनाउनु अहिले बन्दै रहेछ यो पनि भत्किएको रहेछ होइन त्यहाँ पनि खिचिरहेको छु त्यहाँ पनि खिच्यो त यो बाघ भैरव मन्दिरको मुख्य प्रवेशद्वार चाहिँ यो रहेछ यो बाघ भैरव मन्दिर हामी प्रवेश गर्दैछौँ बाघ भैरव मन्दिर प्रवेशद्वार राजाले बनाएको रहेछ ल यत्रो ठुलो यस देशमा त्यतिखेरको जमानामा धेरै धरोहरहरू चाहिँ खत्रै बनाएको हो क्या त्यतिखेर नि हेर त यो बाघ भैरव मन्दिर राम्रै भिडभाड हुँदो रहेछ त राम्रै भिडभाड हुँदो रहेछ त बाघ भैरव मन्दिरमा घन्टा बजाऊ न घन्टा त लक गरिदिन्छ आवाज आउँछ भनेर बाहिरैबाट ल अब हामी बाहिरैबाट दर्शन गर्छौँ हामी पर्यटकीय स्टाइलले दर्शन गर्ने बाघको मन्दिर भैरव बाघको आकारमा भैरव होला कुन समयका मूर्तिहरू हो आस्था कति धेरै छ अहिलेदेखि दियोहरू बलिरहेछ पुरा दियोहरू बलिरहेछ मन्दिरमा यस्तो मजाले कतिखेरदेखि दिनभरि बल्ने हो कि के हो थाहा छैन यहाँदेखि यस्तो मजाले दियो सबतिर बलिरहेछ जे होस् यहाँबाट काठमाडौँ पुरै
कसले राखेको यत्रो ठुलो घन्टी रहेछ घन्टी पनि सानो छैन मन्दिरको एक परिक्रमा गरेर फेरि म बाहिरतिर जान्छु बच्चाहरू बिरालोसँग खेल्दैछ खै राको टाउकोहरू हो कि के हो बलिदिएर राखेको जस्तो छ पुरानो पुरै सुकिसकेको यतापट्टि पनि छ पुरै राखिएको छ यस्तो राको च्याङ्गाको टाउकोहरू बलिदिइसके पछाडि हाम्रा मान्छेहरू चाहिँ सेल्फी मुडमा हुनुहुन्छ ठुलो घन्टीको अगाडि सेल्फी खिच्दै हुनुहुन्छ सेल्फी मुड हो ल ल्याउनु त अब ल्याउनु त त्यसबाट बाघ भैरवबाट देखिएको काठमाडौँको दृश्य बाघ भैरवबाट देखिएको काठमाडौँको दृश्य हो यो स्वयम्भूलाई म जुम गर्न प्रयास गर्छु तर जुमले मेरो मोबाइलले भ्याएन स्वयम्भू कुन गुम्बा ए गुम्बा छ त त्यो माथि एउटा यहाँनिर एउटा गुम्बा छ तर धेरै टाढा छौँ हामी धेरै टाढा भएको देखिएन गुम्बा देखिएन जे होस् शीतल भयो है अहिले टुँडाल कलाकृति पनि खतरा शीतल जे होस् आनन्द हुने रहेछ कीर्तिपुर आउनुभएको छ भने एकपल्ट बाघ भैरव अवश्य आउनु होला बाघ भैरवमा बसेर तपाईँले पुरै काठमाडौँलाई मजाले हेर्न सक्नुहुन्छ काठमाडौँ हेर्ने अनि शीतल हुन्छ यहाँ अलिकति रुखहरूले चाहिँ अलिकति छेलेको छ होस् एकदम आज पनि काठमाडौँको टेम्परेचर पनि गर्मी नै छ गर्मी भएको हुँदाहुँदै पनि यहाँ माथि चाहिँ एकदम शीतल छ होस् त्यही भएर मान्छेको भिडभाड पनि निकै छ यहाँ बेलुकाको समय साँझको बेला छ साँझको बेलामा सबै मान्छेहरू त्यहाँ आएर फोटोहरू खिच्ने सबै घाम डुब्न लागेको बेला बाघ भैरव मन्दिर यहाँबाट देखिने काठमाडौँको दृश्य यस्तो छ यहाँनिर चाहिँ पुरै हरियाली रहेछ छेउमा बाघ भैरवको छेउमा यहाँबाट काठमाडौँ मजाले देखिएको छ कस्तो लागेको छ बाघ भैरव आएर कस्तो आनन्द आयो माथि आएपछि चाहिँ चढ्नलाई चाहिँ अलिकति गाह्रो भयो उकालो उकालो यहाँ आइसकेपछि एकदम आनन्द चिसो आनन्द भयो रमाइलो भयो असाध्यै रमाइलो अब सम्धी आउनु भयो नि त सम्धी पनि आउनुभएको भए झन् रमाइलो हुन्थ्यो हरि हो कि के भन्छ शीतल रहेछ त्यो चाहिँ कदम हो त कदमको रुख हो मैले अस्ति ग्राफिकरमा देखेर म कति खुसी भएको नि कदमको रुख अनि कदम हो त फलिरहेको छ त पूजा लाउने लागबत्ती बाल्ने
मैले जस्तो देखेँ त्यस्तै खिच्दिने महेश्वर त लेखिएको छ तर यहाँ त देवीले बच्चा प्रजनन गरे जस्तो मूर्ति छ यहाँ हेर्दाखेरि मूर्ति लेडिज छ मूर्ति लेडिज भएको कारणले यो देवीले बच्चा प्रजनन गरिरहेको अवस्थाको मूर्ति छ तर यहाँ लेख्न चाहिँ महेश्वर भनेर लेखिएको छ यो के मूर्ति हो थाहा भएन यसको इतिहास के छ मलाई थाहा छैन होइन यो चिज कदमै हो होइन ग्यारेन्टी गर्छु यहाँ हेर न यहाँ मूर्ति हेर न यहाँ मूर्ति हेर के मूर्ति अब हेर न के मूर्ति हो के मूर्ति जस्तो लाग्यो ल तिमी यो मूर्तिलाई एनालाइसिस गर्नु पर्यो भने के भन्छ बुढा नीलकण्ठ यो मूर्तिको लोग्ने मान्छेको छ कि जेन्ट्सको छ कि लेडिजको लेडिजको अनि यहाँ के भइरहेको छ बच्चा पाउँदै गरेको महिलाको मूर्ति देखिएको छ यहाँ हेर्दा यहाँ महेश्वर यिनीहरूले लेखेको छ तर यिनीहरूले किन लेखेको यहाँ लेखेको छ है के सती भनेर लेखेको छ बजरस यहाँनिर ए बच्चा पाउँदै गरेको त्यस्तो छ होइन बुढा नीलकण्ठ होइन बच्चा पाउँदै गरेको अरे मूर्ति चाहिँ त्यो छ अब यो अलिकति फोहोर कन्ट्रोल चाहिँ छैन साँझ पर्दै गएपछि निकै भिड हुँदैछ कति बेरदेखि अगाडिदेखि नै दियोहरू चाहिँ बाल्दा रहेछ साँझै नपरिकन दियो बालिहाल्दा दिनभरि नै दियो बाल्छन् कि क्या यो विश्वकर्माको मूर्ति रहेछ विश्वकर्माको मूर्ति सृष्टिकर्ता विश्वकर्मा हुन् ब्रह्माजीले विश्वकर्मालाई शक्ति दिएर सृष्टि गरिएको भनिन्छ यहाँ चाहिँ गणेशजीको मूर्ति यो हाम्रो धर्म संस्कृति परम्परा भनेका विभिन्न किसिमका छन् उहाँ चाहिँ कोही चाहिँ दियोमा तेल हाल्दै हुनुहुन्छ कितली लिएर उहाँले आस्था धेरै छ हाम्रो धर्ममा कदमै हो कदम मलाई कदमको बारेमा यो बुढीले ज्ञान दिन्छ क्या मलाई थाहा छैन कदम तर फुलेको बेलाको हो नि त त्यो फुलेको बेलाको कदम हो नि भर्खर फुल्दैछ क्या अब दाना लागेपछि अलिकति त्यो झुस झर्छ दाना लागेपछि चाहिँ त्यो झुस झर्छ क्या त्यो भर्खर फल्ने बेला हो भर्खर फल्दै गरेको बेला मात्रै हो यो असार पछाडि अस्ति मैले बरगाछीमा देखेको कस्तो ठुलो रुखमा त उभिएर त्यहाँ एक महिना हो कि कतिमा पालो पर्छ एकैजनाले सधैँ गर्ने होइन त्यही परिवारकोले सबै दियो बत्ती सबै थोकै गर्नुपर्छ सबै म्यानेजमेन्ट उनीहरूले नै गर्छन् एउटा परिवारको एकपल्ट पालो अर्को परिवारको अर्कोपल्ट पालो त्यस्तो हुन्छ ए बिहाहरू पनि हुँदो रहेछ त्यस्तो हुँदो रहेछ जे होस् बत्तीहरू बलेको छ मजाले यता पनि ठ्याक्कै त्यो हलमाजीको हामी छिर्यौँ नि फर्स्टैमा त्यसमै छ कसले राणाले नै होला राणाको पालाको होइन यो त लिच्छवी मल्ल त्यो बेलाको हो अहिलेको थोरै हो त्यहाँ कति के लेख्छ धेरै पुरानो त्यो मन्दिर आयो होइन यो ठुलो मन्दिर चाहिँ पुरानै जमानाको राजा महाराजा अहिलेकोले होइन ल अब हामी बागभैरवबाट निक्ल्यौँ मान्छेहरू निकै आउँदो रहेछ जे होस् हनुमान यसको बारेमा मलाई थाहा थिएन अहिले यो बोर्ड पढेपछि थाहा भयो यो शिवदेवको पालामा 1515 एडीमा बनेको रहेछ भनेपछि यो धेरै पुरानो नै शिवदेव भन्ने बित्तिकै मल्ल राजा शिवदेवको पालामा बनेको रहेछ यो धेरै पुरानो नै धरोहर हो
तर पनि यत्र भूकम्पहरू जाँदा पनि यो मन्दिरहरू केही पनि भएनन् भनेपछि त्यतिखेरको टेक्नोलोजी हाम्रो अहिलेको टेक्नोलोजी त के काम लाग्ने रहेछ। त्यतिखेरको टेक्नोलोजी त्यति राम्रो रहेछ। अब जब माटो सुर्खी चुना र काठले गरेर बनाइएको मन्दिर यत्र ठुल्ठुला नेपालमा आएका भूकम्पहरूमा पनि केही पनि भएन भनेपछि ल अब हामी अगाडि बढ्छौँ। आजको हाम्रो घुमघाम कार्यक्रम सक्यो। यहाँ पूजा गर्न जाँदै हुनुहुन्छ। पूजा गर्ने मान्छेहरूको आउने सुरुवात भइरहेको छ। यस अब यतैबाट जाने हो। अघि हामी यताबाट आएको होइन, हामी तलबाट आएको होइन। अघि त तलबाट आएको। कुन मन्दिर? उमा महेश्वर। ए अर्को पनि मन्दिर छ अरे यहाँ उमा महेश्वर। त्यो पनि हामी दर्शन गरिहाल्छौँ अब। पूजाको त्यहाँ हेर न के बाह्र जस्तो के पकाएर हालेको थियो। त्यो घरमा कस्तो राम्रो के सादा प्लेन सफा हुने कडा थिएन। कडा नभएको त्यो कडा नभएको चिल्लोमा हरठुलो सानो चिठो पूजा गर्न जाँदा होइन गेटबाट छिर्दै गएन। भर्खर सामानहरू लगेको थियो। तरकारीहरू पनि बेच्न राखिएको रहेछ। यो अलिक गहिरो जोस् किर्तिपुर यो डाँडामा भएर होला सफा रहेछ नि त। यहाँ माथि त है माथि त सफा रहेछ। होइन अघि आएको बाटो होइन नि। कति सफा रहेछ क्या यो ढुङ्गा छापेर यस्तो सफा। कता माथि नै हो? नेवारी संस्कृतिको पेन्टिङ रहेछ। गाडी यता त आउँदो रहेछ फेरि यो बाटोबाट त। ए यहाँसम्म चाहिँ गाडी पनि आउँदो रहेछ। यहाँ त जताततै हेऱ्यो भने जोस् टेराकोटा सिटी पनि भन्छ यसलाई। हजुर लहना झिङ्गु क्याफे। त्यस्तो त गर्मी भएको छैन। चोकोबार खाएको भए हुन्छ। राम्रो छ यो टेराकोटा सिटी। एउटा डिफ्रेन्ट भाइब आउँछ कि यो पहेँलो बनाउने बित्तिकै नि। यो पहेँलो पारामा कालो विन्डोहरू भएका घरहरू हुने बित्तिकै जोस् यस्तो दामी भाइब आउँछ। यहाँ आनन्द शान्त फिल हुन्छ। झ्याल कति मेहनत गरेर बनाइएको छ यसलाई। अलिकति क्लोजअप गरेर देखाउँछु। नेपाल यो कलाकृतिमा यही पहिलेको निपुण भइसकेको देश हो यो ठाउँहरू। कस्तो छ ल हेर्नु त। यस्तो राम्रो देश छ हाम्रो। यति राम्रो संस्कृति छ। बढी त उहाँ पुगिसकेको छ। त्यो किटो हेर्दै खाने भए खाऊ न त। हिँड नि त खाँदा भइ गयो। पाटी पौवाहरू चाहिँ भरपुर मात्रामा पहिलेदेखि बनाएको छन् क्या नेपालमा। चाहिँ पाटी पौवाहरू भरपुर मात्रामा बनाएको छ।
त्यहाँ दुईजना बहिनीहरूले यस्तो हात हल्लाउनु भयो मेरो भ्लगमा। होइन उहाँहरूलाई अब हेरेर त्यो सिँढी चढ्नु अप्ठ्यारो हुन्छ होला बुढीलाई। म त टुई चढ्ने हो यसरी यसरी। त्यहाँ भयो छैन जिम गरेर जुम्बाले मेरो धेरै बनाएको रहेछ कि सिँढी जस्तो। म अहिले हेरेको छैन। उमामहेश्वर मन्दिर हामी प्रवेश गर्दैछौँ। उमामहेश्वर मन्दिर कत्रो भव्य मन्दिर छ यहाँ पनि। यो पनि कसले बनाएको पुरानै होला, नयाँमा त कसले बनाएर अहिले। जोस् अब फेरि किर्तिपुरको अर्को बाटो यहाँबाट देखिने रहेछ। यस्तो क्लाइमेट भएको छ, यस्तो राम्रो क्लाइमेट। अनि यो मन्दिर यहाँ त भाइबै अर्को आइरहेछ। जीर्णोद्धारको काम भइरहेको रहेछ, पेन्टिङको काम भइरहेको छ। काठमाडौँको कति टाढा टाढासम्म मान्छेहरूले घर बनाउन थालिसकेका छन्। डाँडाको फेदसम्म पुरै। यो चाहिँ किर्तिपुरको दक्षिणी भाग। किर्तिपुरबाट दक्षिणपट्टि यो उमामहेश्वरबाट मन्दिरबाट देखिने काठमाडौँको दृश्य हो। अब म काठमाडौँको फेरि अहिलेकै लोकेसनको उत्तरी भागपट्टि पनि देखाउँछु। यहाँबाट त धरहरा पनि देखिने रहेछ। धरहरादेखि लिएर स्वयम्भू सबै देखिएको छ यहाँबाट। घुमान त्यहाँ बुढी चाहिँ यहाँ माथि चढेर घुम्दैछ। यहाँबाट देखिने दृश्य यो चाहिँ काठमाडौँको उत्तर साइड। यहाँबाट धरहरा पनि दियोस्, धरहरा पनि देखियो है, धरहरा पनि देखिएको छ। स्वयम्भू पनि देखिएको छ, स्वयम्भू पनि देखिएको छ। हाम्रो कलाकृति मध्ये पर्ने यो टुँडाल कला हो। के पत्ता लाग्यो यहाँबाट अहिले? के पत्ता लाग्यो त? धरहरा अनि स्वयम्भू, त्यो गुम्बा माथिको वाइट गुम्बा त्यो माथिको चक्रपथ रोड देखिन्छ। देखिन्छ। ल जाउँ ल। अब हामी फर्केको होइन? त्यसमा कति भिड भएको थियो। काँचो के हो त्यो? काँचो कचुवा हेर पैसा चढेछ। होइन त्यहाँ त्यहाँ माथि राख्दैन। कसको पैसा हेर चढेछ राखिदेऊ त्यहाँ। त्यहाँ राख्दैन। ठाडै रहेछ नि त, यो पुरै डाँडो माथि रहेछ अनि ठाडै रहेछ नि त ओह्रालो पनि। डाँडो माथि भएको कारणले सिँढी नै सिँढी चढेर आउनुपर्ने। यस तर किर्तिपुरको टुप्पैमा रहेछ यो। किर्तिपुरको टुप्पैमा भएको कारणले शीतल रहेछ। धेरै छैन। हामी फर्किँदैछौँ अहिले। अब हाम्रो आजको
भिजिट चाहिँ यहीँनिर सकिन्छ जस्तो लाग्दैन। हामी आजको घुमघामलाई हामी यहीँ ऱ्यापअप गर्ने हो। पसलसम्म किन गएको खिच्नु परेर यहीँसम्म। अब हाम्रो दुईवटा मन्दिर उमा महेश्वर र बाघ भैरव मन्दिरको घुमघाम, यसलाई म राति एडिट गरेर भोलितिर एउटा 100 रुपियाँवाला ल्याऊ न त, 100 रुपियाँवाला। बुढीलाई गर्मी भएर एउटा चिसो खाने भनेर। मलाई कोक सानो, मलाई जिग्री कोक ल्याइदेऊ। कोक खाँदै खाँदै हामी कोही कोक, कोही फ्यान्टा, कोही आइसक्रिम। अब केटाकेटीहरू अब आउँछन् नि त, केटाकेटीहरूकै त उमेर हो भाडाको गाडीहरू हो होइन, घरका घुम्न आउने क्या होला। रेस्टुरेन्टहरू टन्नै रहेछ नि त। नवाला खाना रहेछ त, नेवाला खाना पुरानो रहेछ। जस्तै जस्तै अब के गर्नु, हामी बाहुन पऱ्यो, रागा खानु मिल्दैन, सुकुटी खान मिल्दैन, जान मिल्दैन। यहाँनिर चाहिँ नेवारी कल्चर झल्काउने यो भित्ता पनि जो सिँगारिएको छ यहाँ कति राम्रो गरेर। यो कीर्तिपुरको यो माथि धेरै सफा लाग्यो, धेरै राम्रो, धेरै सफा, धेरै होइन। घरहरूलाई जे होस् एन्सियन्ट तरिकाले नै नयाँ पारिएको छ, राम्रो छ।